म्याच खतम, पैसा चाहिँ हजम, इन्टरटेनमेन्ट भरपुर। मेरो लागि चाहिँ भाइहरू चाहिँ डिप्रेस छन् एकदम होइन। 3-0 जितिहाल्यो चेल्सीले होइन। अनि त्यही भएर अब के छ त तिमीहरूको? फ्रिजमा लगेर 3-0 हानेर पठाइदियो यार स्ट्यान्डफोर्ड फ्रिजमा। हामीले प्रिडिक्सन गरेको पनि केही पनि मिलेन, न त लाइनअप मिल्यो, लाइनअप त अलिअलि मिल्यो होइन, बरु अलमोस्ट अलिअलि मिल्यो, एक दुईवटा बाहेक। अनएक्सपेक्टेड जस्तै पेड्रो नेटो स्टार्ट गरेको थियो होइन, पेड्रो नेटो स्टार्ट गरेको थियो। अनि अर्को एउटा त्यो भयो बार्सामा पनि एरिक गार्सिया स्टार्ट गर्यो कासेडोको सट्टामा। अनि के अरे रफिनिया स्टार्ट गरेन, फरान टोरेसले जसले कि बिगाएर त्यही स्टार्ट गरिदियो होइन। फरान टोरेस र रोनाल्डो चाहिँ आउट हुनै पर्छ, पैसा बिना त्यसलाई जहाँ पठाइदियो नि हुन्छ। रोनाल्डो आउँदाखेरि रियल मड्रिड लिएर जामा चाहिँदैन, रोनाल्डो चाहिँदैन रियल मड्रिडमा। अब हाल्यो चेल्सी जितिहाल्यो 3-0, मजाले कम्फर्टेबल विन निकालिहाल्यो। खासमा सुरु कहाँबाट भन्दाखेरि फर्स्ट गोल त खाइहाल्यो, फर्स्ट गोल कर्नरबाट खायो, कर्नरबाट खाएर त्यो डिफेन्ड हुनुपर्ने सर्ट थियो जहाँबाट कुण्डेको आफ्नै खुट्टाले गर्दाखेरि फरान टोरेसको टाङ्गो एउटा छिर्न पुग्यो। त्यसपछिको गेम भनेको म दोष दिन्छु यो रोनाल्डोलाई। रोनाल्डोको हरेक सिजन, हरेक म्याच, हरेक इम्पोर्टेन्ट म्याच, हरेक बिग म्याच रोनाल्डोको विथ रेड कार्ड 100%। याद छ त यस्तो इम्पोर्टेन्ट म्याचेस रोनाल्डो पिएसजीमा खाइदियो होइन, पिएसजीसँगको गेममा खाइदियो। त्यो इन्टरसँगको सेमी फाइनलमा ब्याड पर्फर्मेन्स एकदम ब्याड पर्फर्मेन्स। अनि त्यहाँ चाहिँ अहिले आएर फेरि रेड कार्ड। चेल्सीसँग हार्नु पर्यो होइन, चेल्सी खतरा टिममा हुन्छ। हाम्रो प्रिडिक्सनको चाहिँ गाड फट्यो होइन। मेरो प्रिडिक्सन थियो 2-1 3-0 जित्यो, यसको प्रिडिक्सन थियो 3-1 थियो, त्यो त कहाँ पुग्यो। यसको पनि 4-2 थियो, त्यो रेन्जमै पुगेन। त्यसपछि यस्तै भयो भने चाहिँ अब रोनाल्डोले 44 मिनटमा रेड कार्ड खायो। त्यसपछिको गेम भनेको एकदमै डिफेन्सिभली पनि बार्सा स्टेबल रहेन, किनभने राइट सेन्टर ब्याक नै गइसकेपछि त अब अफसाइड ट्र्याप पनि मेन्टेन गरेर पनि हाइलाइट मेन्टेन गरेको थियो, तर अफसाइड ट्र्यापले काम गर्न छोड्छ जब डिफेन्डर भित्र खिचिन्छ। एउटामा चाहिँ कम हुने बित्तिकै त्यो त म्यान मार्किङ नै आउट त्यो भइहाल्छ नि, एकजना फ्री हुने बित्तिकै त ज्यामसन छिरिहाल्छ नि। मिडफिल्डमा धेरै त्यो चान्स पाउँछ, प्रेसर क्रिएट हुन्छ कि मिडफिल्डमा। बल अगाडि छिर्छ सर्टसरी। त्यसपछिको दोष भनेको रोनाल्डोको हात यो म्याचमा लास्टसम्म रफिनिया आउँदाखेरिसम्म लास्टसम्म एक गोलको कमब्याक गर्न सकिन्थ्यो, त्यो हामीले गरेको पनि हो लास्ट सिजन। तर यो त म पुरै रोनाल्डोलाई दोष दिन चाहन्छु, सुन्नु हुँदैन नि। अलिकति अब 11 जना हुँदाखेरि पनि सुरुमादेखि नै चेल्सीले प्रेसर दिइरहेको थियो नि त होइन। एकदम लाइक 3टा गोल त हानिसकेको थियो, 2टा गोल अफसाइड भएर एउटा गोल चाहिँ त्यो भएको थियो, के अरे गोल त्यो काउन्ट भएको थियो। तर लाइक फर्स्टदेखि नै जस्ट 11 जना हुँदैदेखि प्रेसर गरिरहेको थियो, झन् 10 जना भएपछि त गेम खतम भइहाल्यो होइन। 11 हुँदाखेरि चाहिँ हामीले कस्तो अफसाइड ट्र्याप मेन्टेन गर्न सकिरहेको थियौँ। त्यही हो, अनि एन्जो फर्नान्डेजलाई हामी 3 चोटि अफसाइड, फर्स्टमै 3 चोटि अफसाइड भइहाल्यो, उसको 2टा गोल नै अफसाइड भयो। अनि जब रोनाल्डोले रेड कार्ड खाएर गयो त्यसपछिको गेम भनेको हाम्रो बिग्रियो है। त्यसपछिको गेम चाहिँ अति नै बिग्रियो। तर हिजो एन्जो फर्नान्डेजले दामी खतरा खेलेको, एन्जो फर्नान्डेजले लाइफ डिपेन्ड्स अन इट भने जसरी खेल्यो क्या। अनि मेन खतरा चाहिँ कुकुरेला, मलाई चाहिँ कुकुरेला खतरा लाग्यो। कुकुरेला हिजो म्याच ज्यान दिएर खेल्यो। रोनाल्डोलाई रेड कार्ड खुवाएको पनि कुकुरेलाले हो होइन, खुवाएको मतलब त्यस्तो रोनाल्डो आफ्नै डिसिजन हो चाहिँ त्यो ट्याकल स्याकल हान्ने होइन। तर जे होस् कुकुरेलाले ट्रिपल गरेर ट्याकल खाएको हो, त्यही भएर कुकुरेला चाहिँ क्रुसल बडी बोलेको थियो म्याच अगाडि होइन, ठ्याक्क बोले अनुसारको काम गरिदिरहेको त्यो चाहिँ गरे कुकुरेलाले। लगिनेलाई कम्प्लिट पकेट हाल्दियो। त्यो रोनाल्डोको कुरा थाहा नै हुँदैन के यार, म येलो कार्डमा छु, मैले यस्तो गर्नु हुँदैन, रेक्लेस ट्याकल हान्नु भएन, एकैचोटि गएर हानिदिन्छ यार, के गर्ने नि। साउदी निकल भन्न, साउदी होइन रियल मड्रिड निकल जसुकै अब म्याच जितिहाल्यो यति भन्दै लेट्स गो। वी गेट फक्ड अप बाइ रोनाल्डोको जे भए पनि एभ्री सिजन जस्तो खेले पनि अलवेज एज अलवेज विस्का बार्सा होइन। जर्सी यहाँभित्र छ है भयो। नेक्स्ट म्याच होइन। ओके यति हो म चाहिँ फुल्ली इन्टरटेन्ड हो। 3-0 लेट्स गो।